कुमुदिनी होम सेकेन्डरी स्कुल पोखराको यो ड्युक प्रोग्राम अन्तर्गत आज वातावरण सरसफाई कार्यक्रमलाई सञ्चालन गर्दैछौँ। लेक साइड पर्यटकीय स्थलको यो पदमार्ग सफाई गर्ने कार्यक्रम रहेको छ। ड्युक अन्तर्गत वातावरण सरसफाई कार्यक्रमलाई आज हामी सञ्चालन गर्दैछौँ। फेवाताल किनारको वातावरणलाई सफा गर्ने कार्यक्रम सुन्दर नगरी पर्यटकीय पोखराको यो फेवातालको किनार। ओके सकिन्छ सफा राखौँ, सकिँदैन फोहोर नगरौँ, यो एउटा सरसफाई सम्बन्धीको स्लोगन हो। यो स्लोगनलाई आत्मसात गर्दै विभिन्न सङ्घ संस्थाहरूले विभिन्न सरसफाई कार्यक्रम आयोजना गर्ने गर्छन्। तर जसले जति अभियान सञ्चालन गरे पनि सार्वजनिक वातावरण भने कहिल्यै सफा हुन सकेन। यो विडम्बना हो। विद्यार्थीहरूमा सरसफाइप्रति चेतना होस् भन्ने हिसाबले यो आज हामी यो कार्यक्रम सञ्चालन गर्दैछौँ। हाम्रो वरिपरिको वातावरण सफा भयो भने हाम्रो शरीर स्वस्थ रहन्छ, वातावरण स्वस्थ रहन्छ। तर विडम्बना हामी सार्वजनिक वातावरणलाई त्यति ख्याल गर्दैनौँ। त्यो वातावरणले हाम्रो शरीरलाई असर गरिरहेको हुन्छ, हाम्रो संस्कार बिगारिरहेको हुन्छ। त्यो संस्कारमा केही परिवर्तन होस् भन्ने चाहना राख्दै हामीले यो सरसफाई अभियान सञ्चालन गरेका छौँ। यो कुमुदिनी होम सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई कुमुदिनी होम सेकेन्डरी स्कुलको यो ड्युक प्रोग्राम अन्तर्गत रहेका विद्यार्थीहरूको यो सहभागिता रहेको छ। आज पोखरा आफैमा सुन्दर सहर, यो सुन्दर सहर रहनमा यहाँका नागरिकहरूमा पनि सुन्दरताको भावना विकास हुनुपर्छ। त्यो सुन्दरताको भावना विकासका लागि सरसफाई अनिवार्य छ। त्यो सरसफाई सानै बालबालिकाहरूबाट सुरु हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यही अनुसार हामीले आज यो सरसफाई अभियान सञ्चालन गरेका छौँ। हामीलाई सहयोग गर्ने एकजना नानी पनि फोहोर बटुल्दैछन्। थ्याङ्क यू नानु। त्यहाँ डस्टबिन छ, डस्टबिनमा राखिदिनुहोस् है। ल, यो सानो बाबुले हामीलाई सहयोग गर्दैछ है फोहोर उठाएर। सर नमस्कार। नमस्ते सर, नमस्ते। आजको यो कार्यक्रमको बारेमा के कुरा बताइदिनु? यो कार्यक्रम चाहिँ आज हामी यो कुमुदिनी होम्स सेकेन्डरी स्कुल पोखरा 4 गैरापाटनमा रहेको छ। हामी स्कुलबाट कक्षा 9 का विद्यार्थीहरूलाई ड्युक अफ एडिनबरा इन्टरनेसनल अवार्डमा सहभागी रहेका विद्यार्थीहरूलाई आज उनीहरूको भोलुन्टेरी सेक्सन अन्तर्गत जुन चाहिँ एउटा समाजसेवा गर्नुपर्ने उनीहरूको चाहिँ एउटा दायित्व हुन्छ, त्यस अन्तर्गतको त्यो जिम्मेवारी पुरा गर्नको लागि हामीले चाहिँ 16 जना विद्यार्थीहरूलाई आज लेक साइडको यो फुटपाथ स्ट्रिट सफा गर्नको लागि लिएर आएका छौँ। यहाँ 5 जना नानीहरू र 11 जना बाबुहरू हुनुहुन्छ। उहाँहरूले कुनै फोहोर नमानिकन जस्तोसुकै प्लास्टिक गार्बेजेसहरू सबै उठाउनु भएको छ र उहाँहरूको यो कार्यप्रति हामीले चाहिँ मूल्याङ्कन गरेर चाहिँ बाई द एन्ड अफ द इयर भनौँ न उनीहरूको चाहिँ इभ्यालुएसन गरेर हामीले चाहिँ एउटा सर्टिफिकेट पनि दिने गर्ने गर्छौँ, जुन चाहिँ युकेबाट चाहिँ मान्यता प्राप्त हुन्छ। ड्युक अफ एडिनबरा इन्टरनेसनल अवार्ड जुन चाहिँ युकेको पहिलाको राजकुमार फिलिपबाट चाहिँ इनिसिएसन गरिएको कार्यक्रम हो। त्यही कार्यक्रम अन्तर्गत हाम्रो विद्यार्थीहरूले प्रत्येक वर्ष सहभागिता जनाउने गर्नुहुन्छ र यो वर्ष पनि 16 जना विद्यार्थीहरू चाहिँ सहभागी हुनुहुन्छ। यो एकदमै
जायज प्रश्न सोध्नुभयो सरले। मलाई यो प्रश्न सोधिदिए हुन्थ्यो भन्ने लागिरहेको थियो, किनभने यो पोखराको एउटा केन्द्र भनौँ न, पर्यटनको केन्द्र लेक साइड, यहाँको व्यवसायीहरूले इग्नोर गरेको, यहाँको महानगरले इग्नोर गरेको यो फोहोरलाई हामीले एउटा विद्यार्थीहरूको सहयोगबाट सरसफाइ गऱ्यो भने एउटा समाजको लागि एउटा उदाहरणीय बन्न सक्छ र अरू यहाँको छिमेकी व्यवसायीहरूले पनि फोहोर गर्नु हुँदैन। यसरी चाहिँ हामीले आफै गरेको फोहोर आफै उठाउनुपर्छ भन्ने खालको चाहिँ एउटा उहाँहरूलाई पनि जिम्मेवारी बोध होस् र विद्यार्थीहरूलाई पनि आफ्नो सहर आफूले सफा गर्नुपर्छ, समाजप्रति एउटा चाहिँ गुण लगाउनुपर्छ भन्ने जिम्मेवारी बहन अथवा महसुस गराउनको लागि पनि मैले यही फुटपाथ नै चुज गरेको। यहाँलाई धन्यवाद दिनुहोस् है। त्यही पनि यस हजुर हजुर है बिर्स हजुर रोकिने फुलफाजा। मेरो नाम रिम्सा श्रेष्ठ। आज यो सरसफाइ अभियानमा जुटिरहनु भएको मैले देखिरहेको छु। हजुर आज यो तपाईँको सरसफाइमा लाग्नुको उद्देश्य चाहिँ के छ, केही बताइदिनु। हामी स्टुडेन्टहरू चाहिँ ड्युक अफ एम्बिगर्डबाट आएको हो। यो चाहिँ एउटा इन्टरनेसनल प्रोग्राम हो जसमा चाहिँ कुमुदिनी होम्स इज वान अफ द स्कुल विच इज ह्याभिङ दिस प्रोग्राम इन पोखरा। अनि त्यसपछि हामीले चाहिँ आज यो ड्युक प्रोग्राममा हुने गरे भोलिन्ट्री सर्भिसको अन्तर्गत चाहिँ हामीले यो सफा गर्न आएको लेक साइडको पोखरामा, विच इज वान अफ द मोस्ट टुरिस्ट एट्र्याक्टिभ प्लेस। अनि यसमा चाहिँ हामीले चाहिँ यो फुटपाथ क्लिन गरिरहेको छौँ, किनकि क्लिनिङ आवर public place is one of the most important thing. We should keep our country very clean. अनि हामीले हाम्रो ठाउँहरुमा कहिले पनि फोहोर गर्नु हुँदैन, किनकि कसैले अरूले आएर हाम्रो ठाउँ सफा गरिदिन्छ भन्ने पनि छैन। हामीले आफै गर्नुपर्छ। अनि हामीले चाहिँ सफा गरेर वहाँ स्टार्टिङ देखि उ त्यो ब्रिजसम्म गर्ने हो। अनि त्यति हो। थ्यांक यू। फुटपाथ सफाइपछि विद्यार्थीहरू फोहोर मैला व्यवस्थापनतर्फ लागेका छन्। ल बच्चाहरूको यो कामलाई सम्मान गर्दै एकजना फुल व्यापारीले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। खाने पानी ए उहाँले आश्रममा खाना खुलाउनुहुन्छ। ल रोज बेच्दै हजुरले आश्रममा खाना खुलाउनुहुन्छ है, त्यो त धेरै राम्रो काम हो। हजुरको शुभ नाम? मेरो नाम चाहिँ विवेक परियार हो। विवेक परियार। कति समय भयो तपाईँले यो रोज बेच्न थाल्नु भएको? 3 वर्ष भयो सर। नियमित यही फेवातालको फुटपाथमै बेच्नुहुन्छ? यही साइडमा बेच्छु। नगरपालिका दाइ दिदीहरूले कराइराख्नुहुन्छ। हजुर कहिले गर्छ अनि उहाँहरूलाई देख्नेबित्तिकै कहिले कहिले डराएर भाग्नुपर्छ। हजुर। ए के भन्न चाहनुहुन्छ नगरपालिकालाई? सबैजनाले चाहिँ खाएर चाहिँ नगरपालिकाले चाहिँ अब डस्टबिन राखिदिनु पर्यो हाम्रो तालको छेउमा। हजुर। डस्टबिन खोजेर त्यत्रो साह्रो फोहोरहरू भएर नि गाडी नै आएको छैन, गाडी पठाइदिनु पर्यो। त्यही हो भन्नु। ल हस्, धन्यवाद है त। हस्। आजको सरसफाइ अभियानमा फोहोर अब हामी यसलाई व्यवस्थापनतर्फ लाग्दैछौँ। फेवाताल किनारको फुटपाथ सफाइपछि हामी फर्किएका छौँ। करिब हामीले 400-500 मिटर फुटपाथ चाहिँ सफा गरेका छौँ आज।